दाइहरूले आउँछ गिफ्ट माया गर्नुहुन्छ लन्ठे माछाको सबैभन्दा ठुलो गिफ्ट भनेको मेरो लन्ठे माछा नै हो क्या अहिलेसम्म तपाईँलाई थाहा नि त अब कुनले आएर एउटा यसो बाघ हानिदियो हुन्थ्यो ल है चक्रोसी भाउजू एउटा बाघ जिन्दाबाद हानिदियो भाउजू जिन्दाबाद युएसए भाउजूले हान भन्न जिन्दाबाद अरूलाई युएसए भाउजू नहानेको मैले चाहिँ किन हान्नु पर्ने हावा टिकटकमा के गरिसक्छ भने भाउजू जिन्दाबाद जिन्दाबाद भाउजू जिन्दाबाद भाउजूले हानिदिइहाल्नु तपाईँ भाउजू नहान्नु रोकेपछि त कहाँ हान्नुहुन्छ अब यहाँ सन्जिल दाइले हान्ने अरे क्या स्टिक रट टिङटिङमा लगाएर नेक्स्ट टाइम हान्नुहुन्छ ओके त होइन छ भने हानिदियो छैन भने चाहिँ हान्नै पर्छ भन्ने छैन कुनको लागि चाहिँ एउटा नाता जोडिँदैन होइन रेस्पेक्ट हुन्छ माया भएर सधैँभरि हुन्छ त्यो कुन हान्नै पर्छ कुनकै लागि सम्बन्ध त जोडिँदैन एउटा कुरा छ भने हानिदियो छैन भने नहान्ने पैसा भने सधैँ कमाउनु पर्छ 12-13 घन्टा हानेर बस्नुपर्छ होइन छ भने हान्ने हो छैन भने किन हान्ने सबजना ट्याप गरेर गाइस म्याच ल गाइस अन्त म जान्छु मान्छेहरू 10 घन्टा 12 घन्टा लागि कसरी बस्छन् हाम्रो सक्दैन त यार पहिला पोन्सिन गेम आकाश पहिला पोन्सिन गेम खेलेर होला माया मुटो माया छ के मलाई भन्दा अरूलाई नहेर थ्याङ्क यू आकाश धन्यवाद 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 हजुरलाई बहुत बहुत शुक्रिया सबैजना डबल ट्याप त गर्नुहोस् गाइज साथीहरू डबल त गरिदिनु है सबैजना गाइज थ्याङ्क यू आकाश फर योर ह्यान्ड हार्ट धन्यवाद आकाश खरै मैले कसको लाइभमा देखेको थिएँ दोहोरो ए उसैमा लाइभमा आफ्नो लाइभमा नि अघि देखेँ साधन काम खेल्दाखेरि थ्याङ्क यू आकाश कसलाई आकाश दाइलाई अघि हजुरको तारेर खेल्दाखेरि देखाएको थियो क्या फिटअप भएन धन्यवाद आकाश ल म त जितेँ म त गएँ ल बेलुका आउँछु ल म अब कल जान्छु अब बेलुका आउँछु ल